सबैमा नमस्कार। 5 मिनेट समय निकालेर सुनिदिनु होला। फेरि पनि नमस्कार। म गणेश बहादुर श्रेष्ठको तर्फबाट एउटा सानो कविता लिएर आएको छु। प्रतिक्रिया दिनु होला। हस्त सुरु गरे। यसको शीर्षक छ घर फर्की आऊ। आऊ न आऊ घर फर्की आऊ, कुण्ठा बोकेर गएका थियौ, ज्ञानको दियो बालेर आऊ, आफ्नो घर फर्की आऊ। भुसको आगो होइन परालको आगो भएर आऊ, जोसमा होस हुँदैन समझदारीमा आऊ, हुने कुरा भइसक्यो अब धेरै भाउ नखाऊ, सुटुक्क आफ्नो घर फर्केर आऊ। भाइ भाइ फुटे छिमेकीलाई फाइदा, फुटेर होइन जुटेर अघि बढ्नुपर्छ। सुखी नेपाली समृद्ध नेपालको खाका कोर्नुपर्छ, तामझामले आफ्नो घर फर्किआऊ। रिस खा आफू बुद्धि खा अरू, लहै लहैमा अरूको भरमा, सिप्न जाँगर अर्काको नोकर, हुन देश छाड्यौ दुःख पायौ, स्वदेशको मायामा तर्पिरहन्छौ। दुःख पाइस मङ्गले आफ्नै ढङ्गले देशको माया गर्न आफ्नो घर फर्किआऊ। अब एउटा यसै शीर्षकमा मिल्दो जुल्दो सम्मत मिल्यो। मेरो आदरणीय दाई रुद्रलोचन आचार्य र मसँगै बसेर एउटा सानो कोरेका थियौँ। म वाचन गर्न गइरहेको छु, सुनिदिनु होला। माटोको सुगन्ध नबिर्स, गोबरको गन्धमा सिर्जना छ। मुहानको पानीको स्वाद नबिर्स, झरनाका झरझर अन्यत्र कहाँ पाइन्छ। हिमाली हावा लेकाली तुसारो र बुटी, पहाडका भिर पाखा गरा र पाटा, उर्वर भूमिमा उब्जन्ने अन्न याद गरेर घर फर्किआऊ। प्राकृतिक रूपमा उब्जन्ने अन्न र सागपात रोग निरोधक छ भन्ने सबैमा सुझाउ। स्वदेशको कला सनातन संस्कृति, पुर्खाले आर्जेको अमूल्य सम्पत्ति, भावी पुस्तामा जिम्मा लगाउन तिम्रो निधि हो भनी घर फर्किआऊ। हस्त धन्यवाद। मेरो लागि 5 मिनेट समय दिनुभएकोमा, समय निकालेर सुनिदिनु भएकोमा नमस्कार। फेरि पनि भेट्ने बाचा गर्दै बिदा हुँदैछु। नमस्कार।